झर्छ अनि फेरि हिँड्यो उकालो कसरी जानु उहाँ हेलो गाइज हामी चाहिँ यहाँ पाट टिप्न लागिसकेका छौँ पाट टिप्न आएको पुरै भिड रहेछ यहाँ पाट टिप्दै हुनुहुन्छ मनिषा दिदी चाहिँ यहाँ चढ्न नसकेर गाह्रो छ चप्पल चिप्ले मात्रै चप्पल खोल्छु यहाँ रहेछन् पात चाहिँ ल म भ्लग बनाउँदैछु नि त कसरी यसरी त टिप्नु होला नि हैन गाइज यो उयोले चिप्लेको के त्यो बाँसको उयोले मेरो चप्पल नि चिप्लेको खासमा चाहिँ अर्कै यो चप्पल नफ्याँकी भएन यो रुख चाहिँ के भएर काटेको कुन चाहिँले बोक्रा बोक्रा काटेको छ नि त्यो रुख मार्नलाई हो रुख त त्यसरी बोक्रा बोक्रा काटिदिएपछि आफै मर्दो रहेछ सुक्न आँटिसकेको छ रुखै ओहो यहाँ त उयो पो राख्दा खोलो पो राख्दा यहाँ चाहिँ तल खतरा खोलो रहेछ बाँसघारीभित्र पनि पो बाँस हुँदो रहेछ त हौ जङ्गलभित्र पनि यहाँ त पुरै सम्म छ ए ओ त्यहाँ ठुल्ठुलो पात छ त यसरी टिप्नु हुँदैन क्या कहिले पात कसरी टिप्नु त यहाँ त्यो त उहीँ गएर मिलाउँदा हुँदैन यसरी पक्दिनु होइन यसरी टिप्ने त्यो त उहीँ गएर मिलाउँदा हुँदैन कसरी एउटा देखा त पक्दिनु यस्तो लानु हुँदैन क्या पात खोइ मनिषा पौडेल मेरो त चप्पल चिप्लेरै यस्तो ठाडो भिड रहेछ अनि अहिलेलाई जाँदा कसरी जानु मलाई बोकेर लानु तपाईँले बोकेर होइन म एकैचोटि डल्लो बनाएर फ्याँकिदिन्छु तल यहाँ यसो गर्नु होइन अनि यहाँ यसो गर्नु अनि यसो टिप्नु क्या यो फेरि आयो त भएन बोलाउनु त मान्छे ऊ यहाँ रहेछ राम्रो राम्रो ऊ यहाँ
ल म चाहिँ अहिले दामी पात भएको ठाउँमा पुगेँ। त दुलो परेको रहेछ के लानु यस्तो। यहाँ चाहिँ कस्तो दामी लहरा रहेछ। यो लहरामा अब पिङ खेल्न जान्छु। उँभो चाहिँ कस्तो खोला छ गहिरो। यहाँ चाहिँ लहरा छ। लहरामा पिङ खेल्न जाँदाखेरि बाटै छैन। बल्ल लहरामा पुगेँ। उता माथि पात टिप्दैछन् अरू चाहिँ। म चाहिँ यो लहरामा आएँ। यो चाहिँ भोर्लाको पात रहेछ। माथि पुगिरहेछ। यो चाहिँ माथिबाट तल आएको लहरा हो। यहाँबाट चाहिँ तल खोला छ। यताले नै थाम्छ। लु यता आऊ न, यहाँ हरियो हरियो पात छ पर। यहाँ रुखमा चढ्न सके त हुन्थ्यो नि। हो रोटे पो रहेछ त हौ। ए बिहागे। मेरो लुगाबाट चढ्दैछ है। ल है गाइज हामी चाहिँ पात टिपिवरी फर्किसक्यौँ। पात यो एक झोला भयो छ। त्यो बोका तिमी दाउरा पनि एउटा गतिलो भेटियो। म बोक्छु। म कहाँ लड्छु। कति किलो हुनु भन्दा तपाईँ अहिले 40 को लागि अस्ति त 42 को घट्यो कि थाहा छैन। र म अस्ति 44 किलो थिएँ। ल हामी त दाउरा बोकेर झरेको अवस्था। ल बाई 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 बाई। मेरो नाला देखेर हाँस्नु होला नि फेरि। बुधबारे बजार निस्केर जानुपर्छ नि। आज बुधबार पनि हो त। बजार सब्जी लिएर आलुहरू लिएर। आलु महँगो त होला है। बुधबारे बजार खास लाग्दैन। बाटो चाहिँ यस्तो छ। हामी आलुको रोप्ने मसाला रोपेर चाहिँ हुर्केर आएर पठाउनु कस्तो भयो पनि हाम्रो रुम त त्यस्तो हुर्केर आएन। आलु चाहिँ मरेन हो। तोरी चाहिँ मऱ्यो धेरै। अब घर आउँछ यहाँ आइत गयो त हुन्छ त हो कि यहाँ तलतिर रोड आउन चाहिँ बासहरू मात्र मेरो गाई त पकाउँदैछ।